दर्शकबिन सबैजनालाई फेरि पनि मेरो मिनी भ्लगमा वेलकम भन्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ होला, त्यस्तै लाग्छ। अनि अहिलेसम्म त ठिकै छु, सन्चै छु। यस्तो पानी परेर बिजोग भइरहेछ। यतिकै बसिरहेको थियो, बस्दा अल्छी लगेर बाहिर निस्किदिएको। अहिले चाहिँ होइन, यस्तो मौसम भइरहेछ पुरै। यस्तो हिजोसम्म चाहिँ टाउको फुट्ने खालको घाम लाग्दै थियो, आज चाहिँ यस्तो बिजोगको दिन भयो। जाडो घाम लाग्दा चाहिँ गर्मीले सक्दैन, पानी पर्दा चाहिँ फेरि जाडो हुने रहेछ। यस्तै छ मौसम आजको, के गर्नु। गाह्रो छ बर्खाको समय। मलाई त के गाह्रो र, अब यस्तै हो, काम गर्ने मान्छेहरूलाई अब त्यस्तै हो, त्यस्तोलाई चाहिँ अलिक गाह्रो हुने हो। म त बसिराख्ने अल्छीलाई के गाह्रो। अल्छीको लागि त झन् एकदम राम्रो समय हो नि यो त। तर अब काम गर्ने गरेको भए, काम गर्नेलाई चाहिँ रिस उठ्छ होला, यस्तो भिडियो बनाउँदा बस्छ उस्तो। तर मलाई काम गर्नै अल्छी लाग्छ, त्यही भएर म घुम्दै बस्छु होइन। के गर्नु, अल्छी परिहाल्यो है दर्शकबिनहरू।